हेलो सबैजनालाई स्वागत छ हाम्रो भिडियोमा। आज भाइटिका म यहाँ टिका लगाउनको लागि बस्ने ठाउँलाई यसो लिपपोत गर्दैछु। सबैलाई तिहारको धेरै धेरै शुभकामना। त्यसपछाडि यो दैलामा तेल अनि अबिर अनि सेतो रङ अनि पहेँलो रङहरू लगाउँदैछु। घर पनि पुरानो भयो, दैलो पनि भत्केछ, के गर्नु र खै। त्यसपछाडि मैले दाजुभाइको शत्रुहरू नासोन् भन्दै भन्दै ओखर फोरे। त्यसपछाडि हाम्रो टिका लगाउने कार्यक्रम सुरु भयो। याभन्दा अगाडि त्यो तेलको धाराले घुमाएको अनि अरू के गरेको त हामीले भिडियो खिच्नै पाएनौँ। हामी 3 जना मात्रै थियौँ। पछि क्यामेराम्यान आउनुभयो र अनि टिका लगाएको चाहिँ भिडियो खिचिदिनु भयो। कान्छो भाइले चाहिँ मलाई सिन्दुर लगाइदिनु लाग्यो क्या भन्दै थियो। त्यो केराको पात राख्दाखेरि यो केराको पात यस्तो बनाएर लगायो भने चाहिँ टिका लाउन धेरै नै सजिलो हुने के। नलतपतिन त्यो केराको पातमा लाग्छ अनि पछाडि चाहिँ टक्क सेपमा बस्छ। हजुरहरू पनि त्यस्तै गर्नु होला। अनि कान्छो भाइको पालो सिद्धेपछि ठुलो भाइको हाम्रो यसभन्दा अगाडि 2-3 वर्ष 3 चोटिकै टिका थिएन। हामी धेरै पछाडि टिका लाउँदैछौँ, त्यही भएर हामीलाई एकदम रमाइलो भइरहेछ, एकदम खुसी छौँ। यो चाहिँ ठुलो भाइ, यसलाई मैले टिका लगाइरहेको छु। अनि अर्को भाइ चाहिँ बेसरी चकचकी छुच्चो छ अनि उसलाई चाहिँ कतिखेर त्यहाँ उठेर भागिहालौँ जस्तो भयो, छिटो भनेर बसिरहेको थियो। उनीहरूलाई टिका लगाइसकेपछि मैले माला पनि लगाइदिएँ। अब उनीहरू पछाडि मेरो पालो। यिनीहरूले मलाई मैजन केरा पात बनाएको सिधा हुन्छ भनेर यिनीहरूले नै मलाई बाङ्गो टिका लगाइदिए। अलि सानै छन्, अलि ठुलो भएपछि बिस्तारै हुन्छ होला। अनि त्यस पछाडि हामी अलिअलि फोटोसोटो खिच्यौँ। अनि यसरी नै आज हाम्रो भाइटिका 2082 सकियो। फेरि पनि सबैलाई तिहारको शुभकामना। ह्याप्पी तिहार। थ्याङ्क्स फर वाचिङ। बाई बाई।